आज हामी क्याम्पिङको लागि जाँदैछौँ मेरो फर्स्ट टाइम बुढोको नि सेकेन्ड टाइम ए जोडले नमस्कार सबैजनालाई स्वागत छ हाम्रो छोटो मिठो क्याम्पिङ ब्लगमा। यहाँबाट चाहिँ हाम्रो ब्लग सुरु हुन्छ। क्याम्पिङ गर्ने ठाउँ चाहिँ त्यति टाढा त थिएन, त्यही पनि बुढाबुढीको गन्तन गर्दा गर्दै जाँदै टाढा नलागेको हो कि जस्तो भन्ने पनि आभास भयो। यदि तपाईँहरूलाई हाम्रो ब्लग हेर्न झ्याउ लागेको छ भने पनि हेर्नु, आँखा च्यातेर हेर्नु, दुईवटा आँखा चारवटा आँखा कतिवटा आँखा सब च्यातेर हेर्नु होला भन्ने विनम्र अनुरोध गर्दछु। थोरै खाजा खाइसकेपछि चाहिँ हामी अब सपिङ गर्नतिर लाग्यौँ। सालनानीले खानेकुरा धेरै नकिन्नु है भनेको हुनाले चाहिँ थोरै धेरै किन्ने कोसिस गरेका छौँ। सालनानी मन लाग्यो भने हेरिदिनु होला। गाजर चाहिँ हुन् मेरो जिन्दगी परेको सानो बच्ची फुच्ची हुन्टी फुच्ची बच्चा हाम्रो हल्का सपिङ चल्दै। बाघ रहेछ बाघ। अरे
बच्चा है मेरा घुंगरू बाबू हाँ? यहाँबाट चाहिँ हाम्रो क्याम्पिङ गर्ने ठाउँको लागि चाहिँ प्रस्थान गर्दैछौँ। यहाँबाट त्यस्तै 10 देखि 15 मिनटमा चाहिँ हामी हाम्रो क्याम्पिङ गर्ने ठाउँमा पुग्छौँ। तर बाटो चाहिँ साह्रै उकालो अनि घुमाउरो भएकोले त्यसमा पनि मेरो बुढीलाई चाहिँ गाडी लाग्ने भएकोले चाहिँ साह्रै एकछिन अप्ठ्यारो भयो। सो अप्ठ्यारो हुँदै पनि हामी हाम्रो डेस्टिनेसनसम्म पुग्नलाई चाहिँ तयार छौँ। Very pretty color. Very pretty. Kirei. यहाँबाट चाहिँ हाम्रो डेस्टिनेसन एकदमै नजिक आइसकेको अवस्था छ। Camp center, we camp. No, so बिचरा कुहिले जाऊ जम्मै त्यहाँ पुरै कुहिले छ बेप्पु लेक सिधा हामी चाहिँ हाम्रो फाइनल डेस्टिनेसनमा आइसक्यौँ। यसपछिको भिडियो चाहिँ नेक्स्ट पार्टमा हेर्नु होला।